नमस्ते। सांगीतिक आकाशमा एक स्थापित राष्ट्रिय कलाकारसँग यहाँसँग भेट गराई केही भलाकुसरी गर्ने प्रयास गरेका छौँ। आजको बसाइमा उहाँ हुनुहुन्छ प्रेम किरण मेवाहान। बुवा मानबहादुर मेवाहान नकाले माइला र भीमलक्ष्मी हमिदो कुडुङको कान्छा सन्तानको रूपमा 2035 सालमा तामपु गाविस वार्ड नम्बर 3 हालको सिलिचौङ गाउँपालिका वार्ड नम्बर 3 गुल्बामा जन्मनुभएका प्रेम किरण जीले आफ्नो जीवनको आरोह अवरोह पार गर्दै आज एक राष्ट्रिय कलाकारको रूपमा स्थापित हुनुहुन्छ। उहाँ एक यस्तो कलाकार हुनुहुन्छ जो आज राष्ट्रभरिका कलाकारहरूको लागि अर्थात् हाम्रा पछिल्ला भाइ बहिनीहरूको लागि जसले सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्न चाहनुहुन्छ उहाँको लागि पनि स्थापित एक कलाकार, एक प्रेरणाको स्रोतको कलाकार हुनुहुन्छ जो शारीरिक रूपमा उहाँ दृष्टिविहीनको रूपमा उहाँ आफूलाई एउटा अपाङ्गता भएर पनि, एउटा दृष्टिविहीन भएर पनि आज धेरै लामो समय, धेरै लामो सङ्घर्षपछि यो स्थानमा पुग्नु भएको छ र उहाँसँगको आज बसाइ हुनेछ केही समय र उहाँसँगको भलाकुसारी हुनेछ र बाँकी कुरा उहाँसँगै हामी चर्चा परिचर्चा गर्नेछौँ र यहाँहरू यतिन्जेलका लागि धैर्यताका साथ सुनिदिने हुन, हेरिदिने हुन हार्दिक अनुरोध गर्दै लागौ अब उहाँकै सांगीतिक कोसिलीबाट। प्लिज प्रेम किरणजी। हजुर धन्यवाद। म हजुरलाई एउटा बाँसुरीको धुन सुनाउन चाहन्छु। यो कसो छ, त्रुटि भए गल्ती भए यहाँहरूले मलाई माफ गर्नुहुनेछ। म उहाँ दिवेन थरेपाज्यूले अनुरोध गर्नुभए अनुसार म एउटा बाँसुरीको धुन यहाँहरूलाई सुनाउन चाहन्छु। पुरानो पन्नकाजी सक्यजीले गाउनु भएको तिरिरी मुरली बज्यो बनैमा भन्ने म यहाँहरूलाई म धुन सुनाउन चाहन्छु। के कसो छ, त्रुटि भए यहाँहरूले मलाई चाहिँ माफ गराउनेछ। राम्रो भए राम्रो, नराम्रो भए नराम्रो, यहाँहरूले कमेन्ट गर्नुहोला। धन्यवाद। म सुरु गर्छु।